नमस्कार। मलाई हेरेर बस्नुभएका तमाम मेरा दर्शकवृन्दहरूमा म गम वैम्ब मगरको तर्फबाट साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, यहाँहरूमाझ एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक रहेको छ उपदेश दिने सबै बुद्ध हुँदैनन्। फक्रिरहेको हरेक फुलहरू नहुन सक्छन् सुभाषित, देख्दैमा रूपवान आकर्षक मोहक। फक्रिरहेको हरेक फुलहरू नहुन सक्छन् सुभाषित, देख्दैमा रूपवान आकर्षक मोहक। आवरण नै कसी होइन, भित्री गुणस्तरको मापन बिन्दु। सबै कालो पत्थरहरू नहुन सक्छन् शालिग्राम, देख्दैमा मिल्दो जुल्दो चमक। चम्किँदैमा पत्थर नहुन सक्छ हीरा। बढाउँदैमा निकटता मन दिनु गलत हुन सक्छ। मुहारले प्रेमिल स्पर्शको प्रेमजाल रचेर पिठ्यौँतिर रोपिदिन सक्छ छुरी। यो सुन्दर दुनियाँमा सबै मानिस कुरूप छैनन् र सबै मानिस सुन्दर पनि छैनन्। यो सुन्दर दुनियाँमा सबै मानिस कुरूप छैनन् र सबै मानिस सुन्दर पनि छैनन्। सुन्दर मनका हुन सक्छन् कुरूप अनुहारका मानिस पनि। सुन्दर मनका हुन सक्छन् कुरूप अनुहारका मानिस पनि, कुरूप नियतका पनि हुने गर्छन्। रूपले सुन्दर हुने मानिसहरू पनि। उपदेश दिन्छन् मान्छेहरू, उपदेश दिने सबै मान्छे बुद्ध हुँदैनन्। उपदेश दिने सबै मान्छे बुद्ध हुँदैनन्। धन्यवाद।